हेलो गाइस, वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ आज बडाचौरतिर घुम्न गएको थिएँ र यहाँ चाहिँ बडाचौर फुटबल खेल्ने मान्छेहरूको चाहिँ एकदमै भिड रहेको छ। यहाँ चाहिँ हाम्रो बडाचौर चाहिँ यति बवाल ठाउँ हो कि गाइस, यति बवाल ठाउँ हो कि देख्न सक्नुहुन्छ तपाईहरू। अनि हाम्रो मामाहरू पनि फुटबल खेल्न आएको थिए। म चाहिँ मामाहरूतिर गइरहेको छु। अनि हाम्रो मामाहरू चाहिँ अब फुटबल खेल्ने हुन् हैन गाइस। त्यसैले जुत्ताहरू, फुटबल जुसहरू लगाउँदै, मजाहरू लगाउँदै सथिरहेका छन्। त्यसपछि चाहिँ मामाहरूको म्याच छ, त्यही भएर। अनि गाइस, म चाहिँ मामाहरूसँग गफ चलाइरहेको छु अहिले। अनि म चाहिँ मामाहरूसँग गफसप लगाइसकेर चाहिँ अनि मामाहरूको म्याचहरू सकिएर अनि हामी चाहिँ घर फर्किँदैछौँ गाइस, हाम्रो दाइहरू भाइहरूसँग। मेरो दाइ फेरि होइन गाइस, यति बोका हो कि यति बोका। केटीहरू देखेपछि चाहिँ हाहा नहु गर्नुतिर लागिहाल्छ कि होइन। देख्न सक्नुहुन्छ, यो चाहिँ यति बवाल छ होइन। ठाउँ पनि बवाल छ गाइस यहाँ चाहिँ। त्यसै माथि चाहिँ नि पानी परिरहेको होइन, त्यही माथि चाहिँ नि हाम्रो राहुल दाइ चाहिँ हाहाहु गरिरहेको होइन। यति मजा आयो कि आज चाहिँ, यति मजा आयो कि गाइस। मलाई चाहिँ किन हाँसो लागिरहेको छ होइन। अब गाइस त्यही हो, माया र सपोर्ट गर्दै गर्नु होला। ब्लगहरू चाहिँ आउँदै गर्छ। यति भन्दै म मेरो केही 2-4 शब्दहरू चाहिँ यही टुङ्गाउन चाहन्छु गाइस। लाइक सब्सक्राइब हान्नु होला गाइस। बाई बाई।